दर्शकवृन्द नमस्कार। म यतिखेर बिगो गाउँपालिका वार्ड नम्बर 5 श्रीलङ्कामा पुगेको छु। यहाँका वडा अध्यक्ष श्री कालेश शेर्पासँग केही कुराकानी गर्दैछु। उहाँसँगको भेटमा उहाँले राख्नुभएको कुरा, यो स्थान जलस्रोत पर्यटन र जडीबुटीले असाध्यै धनी भएको स्थान हो। विकासको मा असाध्यै चुनौती भइरहेको छ। शिक्षा क्षेत्र, स्वास्थ्य, रोजगारी, उत्पादन, बिक्री, वितरण अत्यन्तै चुनौती रहेको छ। यहाँको भौगोलिक संरचना, भू बनावटको कारणले विकास गर्नलाई कठिन भएको कुरा व्यक्त गर्नुभएको छ। यहाँका समाज बिस्तारै पलायन हुने क्रममा छन्। जनशक्तिको अभाव हुँदैछ, कृषि सङ्कट हुँदैछ, विद्यालय स्थापना भएको छ, विद्यालयमा विद्यार्थीहरू छैनन्, बाटोहरू बनेको छ, बाटोलाई पक्की सडक बनाउन सकिरहेको अवस्था छैन। वर्षामा हिल्याम्मे र हिउँदामा धुल्याम्मे हुने अवस्था रहेको छ। यी चुनौतीहरूको कारण पनि यहाँका विकासहरू एकदमै राम्रो हुन सकिरहेको अवस्था छैन। पर्यटनको हिसाबले यो रमणीय स्थान रहेको कुरा पनि उहाँले आफ्नो भनाइमा राख्नुभएको छ। भिडियो हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कमेन्टमा लेख्नुहोला। यस सम्बन्धी विस्तृत भिडियो तपाईँको माझ ल्याउने नै छु। लाइक, सेयर र च्यानललाई सब्सक्राइब पनि गर्नुहोला।